रासिन स्टोर रासिन बाँड्ने ठाउँ 12वटा सेक्टरले रासिन यहाँ बाँड्थ्यौँ। अहिले यो च्याउ उद्यमीहरूले चाहिँ यहाँ च्याउ लगाइरहेछ यो क्षेत्रमा। यो घरमा ग्रुप बीले च्याउ लगाइरहेछ। यो दुईटा यता रोड साइडको दुईटा घरमा रासिन बाँड्ने स्टोरमा अहिले पराल राखेको छ। यो ठुलो मेन घर हो, स्टोर हाउस। त्यस्तै गरेर यो ग्यापभित्र यहाँ दुईटै रासिन बाँड्ने ठाउँ थियो, काउन्टर। त्यहाँ अहिले ग्रुप एले च्याउ बनाइरहेछ, च्याउ उत्पादन गरिरहेछ। र ग्रुप एले भर्खर च्याउ बनाइसकेर यहाँ च्याउ पकाउने भाँडा, पराल पकाउने, च्याउ पकाउने पराल पकाउने सरी यो पनि अब ग्रुप एले लाउने च्याउ भन्छन्। यो च्याउ बनाउने पराल पकाएर बफाएर उब्रेको यहाँ राखिरहेको छ ग्रुप एले। यहाँ 200 पोका च्याउ झुन्डाइसकेछ ग्रुप एले आज। अहिले खाद्य गोदाममा चाहिँ सपोर्टिङ मेटेरियल पाउने घरको लागि सिमेन्ट, अरू सरसामग्री प्लस पिएसएनको लागि पनि सिमेन्टहरू स्टोर गरिएको छ अहिले यो खाद्य गोदाममा, ठुलो खाद्य गोदाममा।